कटारी बजारमा दृश्यान नामको एउटा केटो बस्थ्यो। ऊ सानोदेखि नै अल्छी थियो। विद्यालय जानुभन्दा उसलाई बजारमा घुम्न, साथीहरूसँग खेल्न र समय खेर फाल्न मन पर्थ्यो। आमा बुबाले धेरै सम्झाए पनि उसले पढाइलाई कहिल्यै महत्त्व दिएन। बिस्तारै उसको बानी झन् बिग्रदै गयो। ऊ पसलबाट सानो सानो पैसा चोर्न थाल्यो। एक दिन उसले पैसा चोर्दै गर्दा पसलेले रङ्गे हात समाते। पसलेले कडा शब्दमा भने, सानै उमेरमा यस्तो काम, तिमीले आफ्नो भविष्य बिगार्दैछौ। दृश्यान निकै लज्जित भयो। त्यसपछि उसको बाबु पनि त्यहाँ आइपुग्नुभयो। बाबुको आँखामा आँसु थियो। उनले भने, बाबु, हामीले तिमीलाई राम्रो मान्छे बनोस् भनेर चाहेका थियौं। बाबुको दुःख देखेर दृश्यानको मन छोयो। उसले गल्ती स्वीकार गर्यो। ऊ नियमित विद्यालय जान थाल्यो र मेहनत गर्न थाल्यो। गलत बाटो सजिलो लाग्छ, तर सही बाटोले मात्र जीवन उज्यालो बनाउँछ।